सो हेलो सबैजना, आज हामी यसको इन्टिग्रेसन गर्न आँटेको छौँ युजिङ फाइनमेन इन्टिग्रेसन टेक्निक। र यो टेक्निकमा चाहिँ हामीले फङ्सनल प्यारामिटर युज गरेर इन्टिग्रेट गर्छौँ। यो केसमा मैले अल्फा भनेर दिएको छु। सो यहाँ मैले अल्फा भनेर दिएको छु र त्यसको अल्फा चाहिँ मैले यो ईको फर्ममा राखेको छु यहाँनिर। र यो अल्फाको भ्यालु 1 हुँदाखेरि चाहिँ यो आफ्नै ओरिजिनल फङ्सनमा आइपुग्छ है त, आई भनेर। सो फाइनमेन टेक्निकमा के पनि हुन्छ भन्दा इन्टिग्रेसनभित्र डिफ्रेन्सिएट हुन्छ है त, त्यही प्यारामिटरको रेस्पेक्टमा। सो अब अल्फाको रेस्पेक्टमा डिफ्रेन्सिएट गर्नुपर्छ। सो त्यो लेख्दाखेरि चाहिँ सो यो एक्स डिएक्सलाई छुट्याउँदा हुन्छ है। सो एक्स डिएक्सलाई छुट्याएर यो यतापट्टिको यो डिफ्रेन्सिएसनलाई चाहिँ क्यालकुलेट गर्दा हुन्छ है। सो यसलाई म यहाँ माथि लेख्छु र यो पार्टलाई चाहिँ क्यालकुलेट गरेको एन्सर हेरौँ है। सो यो पार्टको एन्सर चाहिँ यति हुन्छ र यसलाई चाहिँ सब्स्टिट्युट गरौँ है। सब्स्टिट्युट गरिसकेपछि विल गेट यति है। सो यसलाई मजाले एरेन्ज गरेर लेख्दा चाहिँ हाम्रो इन्टिग्रेसन यस्तो हुन्छ है त। सो डिफ्रेन्सिएट गरिसकेपछि चाहिँ सो अब के गर्दा हुन्छ भन्दा सब्स्टिट्युसन इन्टिग्रेसन बाई पार्ट गर्दा हुन्छ है। सो मैले चाहिँ यहाँनिर नेगेटिभ साइनलाई चाहिँ बाहिर राखेको छु र यु भनेर एक्स स्क्वायरलाई हामीले लेट गर्छौँ र डिभी भनेर चाहिँ जुन चाहिँ रिमेनिङ पार्ट छ त्यसलाई लेट गर्छौँ र यसबाट भी क्यालकुलेट गर्छौँ। सो यसलाई इन्टिग्रेट गरेर सो डियु भनेको 2x dx हो र भी भनेको चाहिँ यही डिभीको इन्टिग्रेसन विच इज यति है त। अब हामी इन्टिग्रेसन बाई पार्ट्सको फर्मुला युज गर्छौँ। सो युडिभी भनेको युभी माइनस भिडियु युज गरौँ है। सो हामीले फर्मुला लगाएर गर्दाखेरि विल गेट दिस मच। अब हामी यो डाइरेक्ट यो यतापट्टिको लिमिट हाल्नुमा फोकस गर्नुपर्छ। सो यो डाइरेक्टली सोल्भ गर्दा हुन्छ। सो यता हेर्ने हो भने सुरुमा इन्फिनिटी 0 भनेर ट्राई यहाँनिर हामीले गर्नुपर्छ, यता लिमिट क्यालकुलेट गर्नुपर्छ। सो मजाले हेर्ने हो भने यो इन्फिनिटी माथि र मुनि राख्दाखेरि दुइटैमा इन्डिटर्मिनेन्ट फर्म आउँछ। सो त्यसले गर्दा यहाँनिर एल हस्पिटल रुल लाउँदा हुन्छ है। सो एल हस्पिटल रुल लाउँदाखेरि चाहिँ सो यसलाई माथिलाई डिफ्रेन्सिएट मुनिकोलाई डिफ्रेन्सिएट गरेर हामीले एकतिर 0 पायौँ भनेपछि 0 हाल्दाखेरि 0 आयो। अब इन्फिनिटी राखौँ है त लिमिटमा। सो फेरि हामीले यहाँनिर डिफ्रेन्सिएट गरौँ र यो इन्फिनिटी राख्दाखेरि अझै इन्डिटर्मिनेन्ट फर्म आइरहेको छ भनेपछि अझै एकचोटि गर्नु पऱ्यो। अब यसमा राख्दा भ्याल्यु 0 आयो भनेपछि दुइटैमा 0 आएको छ भनेपछि यसलाई हामीले नेगेट गर्दा हुन्छ किनभने यसको एन्सर 0 आइरहेको छ। सो फाइनली यति आयो है। अब यो माइनस छ, यो माइनस छ, यसलाई हामीले गरेर प्लस बनायौँ, यो माइनस हुन्छ। अब यसलाई हामी सल्भ गर्नुपर्छ। सो यसलाई सल्भ गर्न अगाडि यो कन्स्टेन्ट टर्मलाई बाहिर निकाल्दा हुन्छ र। सो कन्स्टेन्ट टर्म बाहिर निकालिसकेपछि हाम्रो इन्टिग्रेसन यतिमा मात्रै आइपुग्छ है। सो अब हामी के गर्छौँ भन्दाखेरि युलाई चाहिँ यो अल्फा एक्स भनेर लेट गर्छौँ र यसबाट हामी अल्फाको भ्याल्यु निकाल्छौँ र डिएक्सको भ्याल्यु निकाल्छौँ र यसमा हामी सब्स्टिट्युट गर्छौँ। सब्स्टिट्युट गर्नुभन्दा अगाडि चाहिँ लिमिट चाहिँ गर्नुपर्छ। सो यो भनेको हाम्रो एक्सको रेस्पेक्टमा हो। सो अब हामी युको रेस्पेक्टमा लेट गरेपछि युको रेस्पेक्टमा हेर्नु चाहिँ लिमिट। सो यो 0 चाहिँ एक्समा हाल्दाखेरि यु पनि 0 नै पुग्छ र इन्फिनिटी राख्दाखेरि यो यु पनि इन्फिनिटी भनेपछि सेमै हुन्छ, अनचेन्ज। र हाम्रो अब फाइनली इन्टिग्रेसन यति आइपुग्छ है त। सो यो अल्फा स्क्वायर पनि कन्स्टेन्ट हो, यसलाई बाहिर निकाल्दा हुन्छ। सो यतिमा हाम्रो यो इन्टिग्रेसन आइपुग्छ र यसमा हामीले के नोटिस गर्न सक्छौँ भन्दाखेरि रिमन जेटा फङ्सन र गामा फङ्सन हामीले नोटिस गर्न सक्छौँ। कसरी भन्दा हेरौँ है। सो यो भनेको जेटा फङ्सन हो, रिमन जेटा फङ्सन। सो रिमन जेटा फङ्सन चाहिँ हाम्रो एकदम पपुलर फङ्सन हो भन्दा पनि हुन्छ है। सो त्यो हाम्रो ठ्याक्क रिजल्ट आउँछ है। त्यसको रिजल्ट चाहिँ यो जेटा फङ्सनको यो इन्टिग्रेसनमा सब्स्टिट्युट गर्दाखेरिको रिजल्ट चाहिँ हामीले योभन्दा अगाडि दुईवटा भिडियोमा आएको रिजल्टसँग एक्ज्याक्टली इक्वल छ है त। र यो भनेको गामा फङ्सन हो। सो यो दुईटाको रिलेसन चाहिँ यस्तो छ भनेर चाहिँ हामीले यो
यो दुईटैलाई एकतिर ल्याउँदा हुन्छ है। सो यसलाई दुईटैलाई मल्टिप्लाई गर्दा वी विल गेट दिस मच। र हाम्रो यो इन्टिग्रेसनमा हेर्दाखेरि यो ठ्याक्कै उस्तै छ। यसको e को पावर जति छ त्यसको त्यो माथि छ न्युमरेटरमा, यो न्युमरेटरमा छ र s - 1 छ भनेपछि यहाँ अभियसली 2 - 1 किनभने u को पावर हाम्रो 1 छ भनेपछि s को भ्यालु 2 हो। अब हामीले यो जेटा फङ्सन र गामा फङ्सनमा 2 राख्नु पर्यो है त। सो अब हामीले जेटा फङ्सन र गामा फङ्सनमा 2 राख्नु पर्यो। सो यो भनेको जेटा फङ्सन हो र यो हाम्रो यहाँनिर 2 राख्दाखेरि र जेटा फङ्सन गामा फङ्सन आइसक्यो। 2 राख्दाखेरि सरी s को ठाउँमा यहाँनिर 2 हुनुपर्छ, यहाँनिर s नै आएछ। सो ठिकै छ, यसलाई 2 देख्नुपर्छ। सो यहाँनिर मिस्टेक भयो। यो 2 हुँदाखेरि चाहिँ यसको भ्यालु एक्ज्याक्टली त्यो भनेको ठ्याक्क बेजल प्रब्लमको सल्युसन हामीले गरिसकेका छौँ। त्यसको एन्सर चाहिँ π²/6 आउँछ है। सो त्यो π²/6 यहाँ आयो र यसलाई 2 ले 6 लाई क्यान्सल गरेर यो यतिमा आइपुग्यौँ हामीले। अब अन्तिममा के गर्नुपर्छ भन्दा हामीले यसलाई इन्टिग्रेट गरेर ओरिजिनल i अल्फा को भ्यालु निकाल्नुपर्छ है त। सो यो फन्डामेन्टल थ्योरम अफ क्याल्कुलस हो र हामीले i1 क्याल्कुलेट गर्नुपर्छ किनभने हामीले अल्फा को भ्यालु 1 राखेको थियौँ है। सो फन्डामेन्टल थ्योरम अफ क्याल्कुलसबाट हामीले यो पाउँछौँ र i1 हामीले यहाँ देख्न सक्छौँ है। सो यसलाई हामीले 1 देखि इन्फिनिटीसम्म इन्टिग्रेट गर्छौँ। इन्फिनिटी किन युज गरेको भन्दा यसमा इन्फिनिटीको लिमिट यो हाम्रो ओरिजिनल फङ्सन जुन छ नि i इन्फिनिटी जुन हाम्रो ओरिजिनल फङ्सन छ नि हाम्रो क्वेसन चाहिँ यसमा हामीले इन्फिनिटी राख्दाखेरि सो यो हो है हाम्रो i = भनेर यसलाई लेट गरेको थियौँ। यसमा हामीले इन्फिनिटी राख्दाखेरि चाहिँ यसको लिमिटको एन्सर ठ्याक्कै 0 आएको छ है त। सो कमा होइन यो इन्टु हो, यसमा पनि मिस्टेक रहेछ। मैले यहाँनिर इन्टु लेख्नु कमा लेखेको छु। सो यो 0 आउँछ। अब यहाँनिर 0 - i1 गर्दाखेरि ठ्याक्क -i1 आउँछ है त। सो माइनस र यसको माइनस क्यान्सल भएर हाम्रो एन्सर आउँछ। सो हेरौँ है। सो 1 देखि इन्फिनिटीसम्म यो पार्ट सल्भ गर्नु पर्यो, यो 0 भइहाल्छ र i1 हामीले एन्सर पाउँछौँ। भनेपछि -i1 गर्दाखेरि कन्स्टेन्ट टर्मलाई बाहिर राख्ने र अल्फाको रेस्पेक्टमा इन्टिग्रेट गर्ने है त। सो अल्फाको रेस्पेक्टमा इन्टिग्रेट गरेर हामीले यो हाम्रो इन्टिग्रेसनको रुल हो। सो अल्फा हामीले सब्स्टिट्युट गर्नुपर्छ है। सो यो -2 छ, यो -2 चाहिँ हाम्रो यहाँसम्म के अरे मल्टिप्लाई भएर यो यता 6 हो बाहिर निक्ल्यो र 1/α²। सो यहाँ मुनि अल्फा राख्दाखेरि अभियसली 1/∞² राख्दा यो अभियसली 0 हुन्छ अनि -1/1 गर्दा -1 हुन्छ है त। सो यहाँ हेर्न सकिन्छ 0 - 1 विच इज यति π²/6 र यो क्यान्सल भएर हाम्रो ठ्याक्कै एन्सर आउँछ π²/6 र यो हाम्रो ओरिजिनल i को एन्सर पनि हो ठ्याक्कै π²/6 विच इज द सल्युसन अफ बेजल प्रब्लम। र अर्को कुरो के भन्दा यो हाम्रो दुईटै भिडियोको एन्सरमा पनि छ है। भनेपछि हाम्रो एन्सर हामीले कम्प्लिट गरेर π²/6 निकाल्यौँ। सो थ्याङ्क यू फर वाचिङ गाइज, विल सी यु इन द नेक्स्ट वान।